हेलो गुड नाइट एभ्रिवान। म चाहिँ अहिले यो ल्याप लगाउन आँटेछु। यो चाहिँ के हो भन्दाखेरि नि म चाहिँ नि यत्रो दिन घाममा घुमेर पुरा अनुहार ट्यान भएको छ नि त, सन ट्यान भएको छ नि त। सो त्यसले गर्दा चाहिँ यो ल्याप लगाउन आएर यो लगाएर चाहिँ यसलाई चाहिँ 10 मिनट राखेर चाहिँ त्यहाँदेखिको चाहिँ म सुत्नु लाग्छु धोएर चाहिँ हो। सो यो चाहिँ के हो भन्दाखेरि नि साथी हो, यो चाहिँ हल्दी भुटेर कफी मिलाएर अन्त त्यहाँदेखिको चाहिँ के भन्छ त्यसलाई आलुको रस निकालेर यसलाई चाहिँ मिक्स गरेर मैले चाहिँ यो लगाएको हो। यसले चाहिँ मैले चाहिँ फरक देखेर म किनकि यो युज गरिरहन्छु। गरम महिनामा चाहिँ बेस्ट छ क्या। के भन्छ जति पनि घामले डढेकोहरू हुन्छ नि डल्लै यसले चाहिँ निकाल्छ क्या, गोरै पारिदिन्छ। एकैपल्टमा त होइन, 1-2 पल्टमा, हप्तामा 2 पल्ट लगायो भने चाहिँ निक्लाउँदो रहेछ। किनकि मैले त रिजल्ट देखेको छु नि त। सो त्यसले गर्दा चाहिँ म यो युज गरिरहन्छु। सो यति नै हो आजको मेरो दिन। यसरी नै बित्यो। बर्थडेको भ्लग बहुत छिटो आउन आँटेको छ। त्यो भ्लग आउँछ, हेर्नुहोस् तपाईँहरू। अनि अहिले चाहिँ म सबैलाई गुड नाइट, बाई बाई भन्दैछु। हाव अ स्विट ड्रिम, बाई बाई एभ्रिवान। यसलाई चाहिँ म 10 मिनट राखेर एकछिन रेस्ट गर्छु हो, 10 मिनटसम्म। त्यहाँदेखि चाहिँ धोएर म पनि सुत्छु। अहिले टाइम भक्कु भइसकेको छ, 10:30 भइसकेको छ हो। सो आजको यति नै हो मेरो। बाई बाई, गुड नाइट, टेक केयर है, स्टे ट्युन।